हेलो एभ्रिवान वेलकम टु माई ब्लग सम्पूर्ण लामा मोक्तारमा आज बेडबाटै टक्क आजको दिन के कस्तो हुन्छ म आइसकेको छु फेरि तपाईँहरूको ब्लगमा तपाईँहरूको माझमा यहाँ सुतिरहेछ है तेरो नाम के तेरो नाम के भने सुन्दैन तेरो नाम के भन् अनि यहाँ एउटा अल्छी बिहानको 9 बजे 10 बजीसम्म सुत्छ एउटा यहाँ एउटा दिदी चाहिँ अनि यहाँ बहिनी चाहिँ हेर न अझै सुतिरहेको उठ अनि यहाँ छ अर्को एउटा भैँसी हो भैँसी त्यही हो अनि म फेरि आइसकेको छु तपाईँहरूको ब्लगमा आजदेखि कन्टेन्ट सुरु हुन्छ है ल कन्टेन्ट हेर्नु होला मेरो ब्लग किन आएको छ तपाईँ चाहिँ मुसु मुसु आएको छ यसै हो भने सुड्डी काम छैन अनि त्यही भन्न आएको म चाहिँ आजदेखि कन्टेन्ट आउँछ है कन्टेन्ट एनी टाइम ब्लग आज फेरि जोस आइगयो मलाई अनि राति ओ चिया नखा नि ओ आमै चिया नखा नि चाहनु न यस्तो सुड्डी मान्छे अहिलेसम्म सुतेर बसिरहेको थिएँ यस्तो छ जिन्दगानी यस्तो जिन्दगी कहिले पाउला हामीले यस्तो सुतेर बस्यो अडिसी उठ उठ छिटो उठ उठ त यस्तै छ जिन्दगी है सबैलाई मोज छ म चाहिँ अलिक कालो कालो आएर होला प अब गएर आयो क्या कुरा ल त्यही भएर बिहानको घाम चाहिँ ताउनुपर्छ अब अरू त के भन्न सक्दिनँ त्यही भन्न आयो हो आजदेखि कन्टेन्ट एनी टाइम ब्लग हो या सो त्यही नै हो आजको ब्लग चाहिँ अब यस्तो दामी हुन्छ नि हो क्या सो अनि आजको दिनहरू यस्तो छ पुरै धमिलो छ क्या हिजो पनि यस्तै थियो आज यस्तै छ म चाहिँ अलिक घरबाट निस्किने बेला भेट्न पाएन अब म निस्केर नि अब म आधी बाटो आएर नि अब घर पुग्ने बेला भइसक्यो म अब ड्युटी जानु पऱ्यो नि त त्यही भएर टक्कमा अहिले आफ्नै पानामा हिँडिरहेको छु सो सबलाई माया छ हो क्या यस्तो छ दिन है ल सक्नुहुन्छ यस्तो छ आजको मौसम हेटौडा हेलो हेटौडा अरू त के भन्नु अब त्यही 6-7 महिना भ्लग नहाल्दाखेरि मलाई कस्तो कस्तो लाग्यो कि मेरो फ्यानहरू के गरेर हाला जस्तो लाग्यो क्या अनि ढ्याङ्ग हाल्दै क्या सो त्यही नै हो अनि सबलाई माया छ फेरि पनि अझै फेरि मलाई होइन फेरि सपोर्ट गर्नु होला है मलाई सो त्यही हो अब म अहिले काममा जान थालेको अब आज के हुन्छ आजको सुरुवात के हुन्छ कस्तो हुन्छ हेरिदिनु होला है अन्तिमसम्म ल म अब काममा गएर भेट्छ त त्यही भन्दै म अहिले यहाँबाट जान चाहन्छु सो यति नै हो बाई सो अनि सक्नुहुन्छ दाइ कहाँ जानु ला छिटो दा छिटो सो अनि चाहिँ हेर्नु न यहाँ गएर नसकेर यस्तो छ पारा हाम्रो नेपालको दर्शक बिन हेर्न सक्नुहुन्छ अहिलेको हाम्रो कति बजिसकेको छ भने 11 बन्द लागेको छ कि अनि हाम्रो उहाँ हुनुहुन्छ मेन ठेकदार किला हिँड्दा छ अनि म चाहिँ अनि यहाँ ट्र्याक्टर लगाएर धुरी तान्नलाई भनेर आएको म चाहिँ अब यहाँ काम कसरी गर्छ के गरी गर्छ भनेर हेर्न सक्नुहुन्छ सो अनि ओ छिटो न छुट लिएर ओ हेर न हाम्रो नेपालको पारा यस्तो छ अनि गाडी बढी लानु के छैन सो यो देख्नु भयो यो जस्ताहरू सब हामीले बनायो नि तिमीहरू छ तिनीहरू आँट छ भनेर तिमीहरू बनाउनु तिम्रो आँट छ मैले बनाएको क्या अब अर्को घर बनाउनु परेमा हामीलाई सम्पर्क गर्नु होला हामी फलामको घर बनाइदिन्छौँ ट्याङडुङ त्यही हो अहिले अब हामी यही भन्दै अहिले म काम गर्न चाहन्छु अनि त्यसपछि ट्याक्क लाएर खाना खान जाने टाइममा भेटौँला है त ल सो त्यही भन्न आएको म अहिले अघि
काम गर्ने ठाउँमा भेटौँला भनेको थिएँ नि त मैले, त्यही भएर हो त्यही भन्न आएको है। ल गयो है त, ल अब त्यतिखेर भेटौँला है। ल ल गयो है क्या। वेलकम टु माई भ्लग हो क्या। फेरि पनि तपाईँहरूलाई म मेरो भ्लगमा स्वागत गर्न चाहन्छु। आज चाहिँ म फेरि पनि आइसकेको छु म काम गर्ने ठाउँमा। अनि यो छ नि, यो जुन एङ्गल यो जसरी काटेछ नि हो त्यसरी काट्नु पऱ्यो कि यो स्वाप काट्नु पऱ्यो होइन। अनि आज कामै यही हुन्छ जस्तो लागिरहेको छ मलाई चाहिँ, मेरो चाहिँ। अनि त्यही हो, अब खाना खाएर जाने बेलामा खाना खाएर आउने होइन, खाना खाना जाँदाखेरि भेट्छु भनेको थियो नि त हो, त्यतिखेर भेट्न पाएन। अनि त्यसको लागि सो म त्यही सरी भन्न चाहन्छु मनबाट नै हो क्या। सो अनि मेरो यो विगत 6-7 महिना के गरी बित्यो कसरी बित्यो भन्ने बारेमा चाहिँ बेलुका कुरा हुन्छ है। सो म त्यो भन्नलाई तपाईँहरू हेर्दै जानु होला, म भन्दै जान्छु। अनि त्यही हो, आज अब यस्तरी बित्या थियो अब कसरी भन्ने होइन। 6-7 महिना चाहिँ मेरो अब एकदम त्यो काम पनि नहुने होइन, काम नहुने भने काम त हुने तर त्यस्तो त्यो अब हुन्छ नि त, अब आफूलाई त्यो इम्पोर्टेन्ट काम चाहिँ नहुने कि आफ्नो हुन्छ नि त। अब त्यो हरेक काम अब यताउता डकुमेन्ट्सहरू के अब त्यो मलाई थाहा भएन हो, त्यस्तोहरू त्यो हुन्छ नि मिलाउनु पर्ने थियो कि। अनि त्यही कारणले म यसरी भ्लगमा आउन पाएन। सो त्यसको लागि रियली सरी हो क्या। सो अनि दर्शक पनि हेर्न सक्नुहुन्छ हाम्रो। अब त्यही नै हो, अब केही भन्न चाहन्छु भने म होइन, फेरि पनि मलाई त्यो पहिलाको जसरी नै माया गरिदिनु होला कि म त्यही भन्न चाहन्छु। किनभने यस्तो छ नि त हेटौडा, यस्तो छ कि यस्तो छ हेटौडा। अनि यो चाहिँ अब म यतैतिर अल्झिएर बसेको थिएँ नि त, त्यही 6-7 महिना जति यहीँ काम गऱ्यो होइन। यहीँ काम गरेँ यत्तिकै लफङ्गा पारा जस्तो त भएन। लफङ्गा पारा अब के भन्नु, काम गर्न आएको मान्छे हो, लफङ्गा सफङ्गा भन्ने चाहिँ केही त्यस्तो केही पनि होइन। सो अनि एभ्रीबडी त्यही भन्न चाहन्छु म। सो अनि अहिलेलाई पहिला जस्तै माया दिनु पऱ्यो क्या मलाई चाहिँ, त्यही भन्न लाग्यो बुझ्यो नि। अब फेरि अब रिटर्न भ्लग लिएर आएको छु कि म, रिटर्न भ्लग बुझेन। अहिले सबै हानेर फेरि लम्बा हानिदिन्छु नि मैले, फेरि देखा होला नि फेरि हम्बर माटो ठ्वाङ हान्छु नि, थाहा होला नि। सो त्यही हो, अब म चाहिँ यो कामसाम सकेर अनि ट्याक्क लाएर अनि घर जाने बेला भेटौँला है। त्यतिखेर भेट्दाखेरि चाहिँ तपाईँहरूलाई म दृश्य देखाउन चाहिँ के भन्छ दृश्य देखाउन चाहन्छु। त्यही नै हो। अहिलेलाई म गएको, ल बाई बाई, काम गर्नु छ अब, काम धेरै छ मेरो। सो हे गाइज, हाम्रो चाहिँ अब काम सकेर मिसिन प्याक गर, मिसिन प्याक गर। के अरे थर्को चाहिँ आमा यस्तो बुढाले थर्को ल्याएर आज अहिले के यस्तो सोझो अति सोझो भयो जस्तो लाग्यो मलाई चाहिँ अब होइन। त्यही नै हो, हेर्नु सक्नुहुन्छ है, हिजोदेखि यस्तो छ आज हाम्रो मौसम। सो अनि हाम्रो यहाँ एउटा घाम टल्किरहेको छ अझै। सो अहिले काम सक्यो नि त, अनि त्यही भन्न आएको म चाहिँ। अब यहाँ तल ओर्लिएर फेरि घर गएर त्यो कलस फिट गर्न जानु पऱ्यो अरे, काम आइसक्यो फेरि अर्को ओड फुटेर तनाव भएको छ नि, के गर्नु जिन्दगी। यस्तो हालेको ड्याङ यो मान्छेको जुन यो छ नि, यो भएको यो हालेको दर्शक जुन। अनि यसले झन् मलाई थर्काउँदैन किन हो यहाँ, तैँले मलाई थर्काउँदैन डन होइन त होइन। कसरी सोझो भयो त, हेर्दै बोगा देखिरहेको त
तर अब यो एङ्गलले देखायो भने त मैले भनिहाल्थेँ नि अनि त्यही नै हो अब हामी फेरि अब अर्को काममा जान्छ कि अब मान्छेको घरमा कलस फिट गर्न जानु लाग्यो कलस है त त्यही हो अब भरे बेलुकातिर भेटौँला सो यति नै भन्दै म अहिले यहाँबाट बिदा लिन चाहन्छु आजको काम यति नै हाम्रो हेलो एभ्रिवान सो अनि म अहिले आइसकेको छु केरा लिएर अनि अब म कामसाम सकेर टक्क लाएर होइन अनि कामसाम सकेर खानासाना खाएर अनि टक्क फ्रेस भएर म चाहिँ आइसकेको छु फेरि पनि तपाईँहरूको माझमा अनि म चाहिँ अनि तल वाइफाई छैन वाइफाई अब त्यो कुन चाहिँ माथि घरमा चाहिँ वाइफाई छ अब यो घरमा चाहिँ अब खै वाइफाई छैन नि त वाइफाई तार बिग्रेछ कि अनि त्यही भएर अब म भिडियो कसरी अपलोड गर्ने होला भनेर म त्यही सोच्दै बसिरहेको छु क्या सो अनि त्यही भन्न चाहन्छु अब अब त के भन्न सक्छु र म चाहिँ अब आइसकेको छु फेरि पनि है म सुत्ने चाहिँ यो घर हो अनि उ त्यो घरमा चाहिँ टक्क लाएर छ के छ भन्दाखेरि नेट छ भन्नु चाहिँ अब भिडियो कसरी अपलोड गर्ने यहाँ छ केरा कतिवटा 3 6 7 9वटा केरा अनि दिस माई चार्जर अनि त्यही हो म चाहिँ के भन्न चाहन्छु भने होइन एकदम धेरै माया गर्नु होला त्यही भन्न आएको म अहिलेलाई म त्यो भन्दै म यहाँबाट तपाईँहरूबाट बिदा लिन चाहन्छु आजको भ्लग यति नै हो देख्नु भयो होला के कस्तो भयो है अब राम्रो नराम्रो तपाईँहरूलाई अब राम्रोलाई कमेन्ट गर्नु नराम्रोलाई अब गर्नु त्यही पनि गर्नु न के छ र आफ्नै त हो नि भनेर गर्नुपर्छ सो त्यही नै हो अनि आजलाई यति नै भन्दै म अब तपाईँहरूबाट बिदा लिन चाहन्छु कस्तो मलाई भने न कि अझै माया गरिदिनु होला सपोर्ट गरिदिनु होला है अब आजबाट चाहिँ मलाई यस्तो माया एकदम हुन्छ नि त्यो नसोचेको माया चाहियो क्या मलाई केरा बोकिरहेको छु खाने हो कसले दिन्छ त्यो माया खाने कसले दिन्छ त्यही नै हो अनि सो यति नै भन्दै आजलाई भ्लग यतिसम्म नै सो बाई बाई एकदम सपोर्ट है सबले ड्याङडुङ